कलियुग घोर कलियुग गाइज। म्यानचेस्टर युनाइटेड एन्ड टोटनहम हटस्पर चाहिँ युरोपा लिग 2025 को फाइनलमा प्रवेश गरेको छ। जुन टिम चाहिँ इङ्ग्लिस प्रिमियर लिगमा 15 र 16 स्थानमा छन् त्यो टिमले चाहिँ युरोपा लिगको फाइनल खेल्ने भएको छ। यो भन्दा ठुलो कलियुग चाहिँ के हुन सक्छ यो सिजनको लागि। जुन दुईटा टिमले चाहिँ इपिएलमा लिगमा चाहिँ ह्युमिलेसन भएको थियो दुईटै टिम, त्यो टिमले फाइनल गर्दछ। इट्स क्रेजी गाइज, इट्स क्रेजी एन्ड फुटबल इज अनफेयर गाइज, फुटबल इज अनफेयर। म्यानचेस्टर युनाइटेड चाहिँ विगत केही समय वर्षदेखि नै एकदमै नराम्रो प्रदर्शन गरेको छ। लिग होस् या एकदमै टाइटल गेममा यो वर्ष भने झन् एकदमै नराम्रो प्रदर्शन गरेको छ। उनीहरूको म्यानेजर चेन्ज भइसकेपछि झन् अलिकति प्रदर्शनमा सुधार आएको थियो। यस वर्ष कुरा गर्नुपर्दा म्यानचेस्टर युनाइटेड धेरै टिमहरूसँग ह्युमिलेसन फेस गर्नु पर्यो। जस्तै म्यान सिटीसँग, लिभरपुलसँग, हाम्रो न्यू क्यासलसँग चाहिँ अरू धेरै ठुलो टिमहरूसँग ह्युमिलेसन भयो। जसमा 4-0, 5-0, 5-1, 4-1 को समेत हार बेहोर्न पर्छ। ओटीमा होस् या बाहिर होस् जहाँ पनि उनीहरूले हार बेहोर्न पर्छ। झन् साना टिमहरूले पनि उनीहरूलाई साह्रै नै दुःख दिएको थियो। साना टिम इपिएलका साना टिमहरूले पनि उनीहरूलाई ओटीमै आएर हराएर धेरै गएर चाहिँ एकदम लज्जास्पद हारहरू बेहोरेर गएका पनि छन्। बट केही समय यता चाहिँ युनाइटेडका राइभल टिम चाहिँ हाम्रो म्यानचेस्टर सिटी र लिभरपुलले ट्रफीहरू जितेर चाहिँ उनीहरूको एकदमै लेभल चाहिँ एकदम हाई भइरहेको चाहिँ युनाइटेडले एकदम गेमहरू हारेको देखा चाहिँ उता ट्रफी भने लिभरपुल र सिटी जित्छ, यता प्रो भने जहिले युनाइटेडको टिम हुनु पर्थ्यो। किनभने युनाइटेडको पर्फर्मेन्स चाहिँ त्यसै थियो। बट यो सिजन चाहिँ युनाइटेड इपिएल जस्तो प्रदर्शन गरे पनि युरोपा लिगमा चाहिँ एकदमै शानदार प्रदर्शन गरेको छ र अहिलेसम्म भने अनडिफिटेड रहेको छ। यो सिजनमा चाहिँ उनीहरूले धेरै कमब्याक गरेको थियो इपिएलमा। लास्ट गेम हाम्रो लियोनको यहाँ जसमा चाहिँ उनीहरूले लास्ट मिनट र लास्ट मोमेन्टमा कमब्याक गरेर चाहिँ सेमिफाइनल रिच भएको थियो। जसमा सेमिफाइनल पनि आज एथलेटिक बिल्बाओलाई चाहिँ उनीहरूले दुवै लेगमा डिस्ट्रोय नै गरेको थियो। पहिलो लेगमा 3-0 को भिक्ट्री थियो भने अहिलेमा आज होममा 4-1 को भिक्ट्रीले चाहिँ एथलेटिक बिल्बाओलाई चाहिँ सबै डिपार्टमा चाहिँ हाम्रो आज रुबेन आमोरिमको टिमले चाहिँ आउटप्ले गर्दैका छन् र युरोपा लिग 2025 को फाइनल प्रवेश गर्न सफल भएको छ। फुटबलका वान अफ द लेजेन्ड म्यानेजर चाहिँ आर्सन वेंगर अनुसार चाहिँ युरोपा लिग जित्ने टिमले चाहिँ युसिएलमा चाहिँ सहभागी हुनु हुँदैन भनेर आफ्नो प्रतिक्रिया दिएका छन्। बट विगत केही वर्षहरूमा चाहिँ आर्सनले वेंगरले विभिन्न प्रतिक्रिया दिइरहेका छन्। इट्स नट ट्रु गाइज, फुटबल इज अनफेयर। युरोपा लिग खेल्ने जित्ने प्लेयर चाहिँ पहिलादेखि नियम छ कि युसिएल खेल्छ। सो यस वर्ष युनाइटेडले जित्दा पनि युसिएल खेल्न पर्छ। सो यो चाहिँ सुन्दा पनि क्रेजी लाग्छ गाइज। जुन टिम चाहिँ 15 र 16 स्थानमा छ त्यसले चाहिँ युरोपा जितेर युसिएलमा प्रवेश गर्नेछन्। युनाइटेडको पुरानो म्यानेजर एरिक टेन हाग कुरा हुँदै जुन एक्सपेक्टेसन लिएर उनी युनाइटेड छिरेको थिए उनले त्यो एक्सपेक्टेसन फुलफिल गर्न सकेन। किनभने उसले ल्याएका प्लेयरहरू पनि उसले सोचेको पर्फर्मेन्स पनि गरेन। जसलाई 100 मिलियन एन्थनी ल्याएको थियो उसले पनि राम्रोसँग पर्फर्मेन्स गर्न सकेन र उसले धेरै इन्जर्ड प्लेयरहरू पनि पाएका थियो। उसको समयमा धेरै टाइमहरू फुलब्याक पुरै इन्जर्ड थियो। सो उसले चाहिँ भने जस्तो पर्फर्मेन्स पनि दिन सकेन। त्यसमा म्यानेजरको पनि गल्ती थियो र प्लेयरको पनि गल्ती थियो। बट जब एरिक टेन हाग स्याक भयो त्यहाँ चाहिँ हाम्रो रुबेन आमोरिम आउन पुगे जसले युनाइटेडलाई बचाउन लागि। कुनै बेलामा युनाइटेडको हिस्ट्री हेर्दा जितमा चाहिँ सर एलेक्स फर्गसन जस्ता म्यानेजरको सोच आउँथ्यो। त्यही ग्लोरी दिनहरूलाई सम्झेर चाहिँ युनाइटेड त्यस्तै फुटबल गेम खेल्छ भनेर चाहिँ रुबेन आमोरिमले चाहिँ युनाइटेडले अनुमोदन गरेको थियो। रुबेन आमोरिमको अहिलेसम्म पर्फर्मेन्सहरू चाहिँ 50-50 लाग्छ। किनभने म्याच 20 सिजनमा आएर उनलाई युनाइटेडलाई चाहिँ उनीहरूले टप 4 फिनिस गर्न सक्दैन थियो। किनभने यसपालिको प्रिमियर लिग एकदमै टफ थियो। सो उनले भने हाम्रो युनाइटेडलाई च्याम्पियन लिग पुर्याउन लागि चाहिँ युरोपा जित्ने प्रयास गरिरहेका छन् है त। वास्तवमा भन्दा मेरो विचारमा सिजन सुरु भन्दा अगाडि प्रिमियर लिगको टप 4 फिनिस नगरेर आउट अफ टप 4 हुन लिन्छौ कि युरोपा लिग लिन्छौ भन्दा म युरोपा लिग लिन्छु भन्थे। सो रुबेन आमोरिमले चाहिँ सुरुमा आउने बित्तिकै क्यासेमेरो मेरो चाहिँ हाम्रो सोचमा छैन, मेरो प्लानमा छैन भनेको त्यही क्यासेमेरोले चाहिँ आजभोलि चाहिँ एकदमै राम्रो पर्फर्मेन्स गरेर हिजो पनि एकदमै राम्रो पर्फर्मेन्स गरेर चाहिँ उसले आफूलाई साबित गरेको। जुन लास्ट मिनटमा क्यासेमेरो सफ्टवेयर हुँदा रुबेन आमोरिमले हक गरेको थियो नि त्यो हकले चाहिँ आज युनाइटेड फ्यानहरूलाई चाहिँ डे बनाएको थियो। पिक्चर अफ द डे हो त्यो पिक्चर चाहिँ। सो अरू प्लेयरहरू ल्यानियो योगाटे अमाडियाल जस्ता प्लेयरहरूलाई एकदमै फ्रड भनेर चाहिँ ट्रोल गरिरहेको थियो उता अपोनेन्ट टिमका प्लेयरहरू र हाम्रो पुराना खेलाडीहरू। बट
आजभोलि चाहिँ लानियो र युनाइटेडको पर्फर्मेन्सले सबैको मन जितेको छ। उनीहरूले साबित गरेको छ नि युनाइटेड उनीहरू पैसाको लागि आएन, रेस्पेक्ट कमाउन आएको हो भनेर। सो म्यान्चेस्टर युनाइटेडलाई चाहिँ रेस्पेक्ट छ, अनि रेस्पेक्ट छ चाहिँ रुबेन अमराबातलाई, जसमा चाहिँ हाम्रो लभली ब्रुनो फर्नान्डेसको मेन्सन, हि इज द बेस्ट युनाइटेड प्लेयर राइट नाउ है त। सो म्यान्चेस्टर युनाइटेड चाहिँ इपिएलमा अनडिफिट जान्छ। उनले धेरै टिमहरूलाई चाहिँ हराएका, जसमा सेमी फाइनलको मलाई लियोनको याद छ, उनले लास्ट मिनटमा कमब्याक गरेर जितेको छ। लास्ट म्याचमा एथलेटिकलाई भने डिस्ट्रोय नै गरेको। सो फाइनलमा भने युनाइटेड भर्सेस हाम्रो टोटनहम हटस्परको गेम हुँदैछ। सो तिनीहरू दुईटै टिम चाहिँ अहिले चाहिँ युरोपको इपिएलमा चाहिँ 15-16 नम्बरमा। सो मेरो साथ चाहिँ युनाइटेड छ र फेभरेट पनि मलाई युनाइटेड लाग्छ। सो युनाइटेड कङ्ग्रेचुलेसन एन्ड बेस्ट अफ लक फर फाइनल युरोपा लिग है त गाई। रेस्पेक्ट युनाइटेड फ्यान एन्ड लेट्स गो, बाई बाई।